Good morning, guys. Welcome to my second vlog. Second vlog right now. This is next day. मैले त फर्स्ट डे भनेको कस्तो राम्रो भ्यू छ बाबु हामी चाहिँ यहाँ होटलमा आएर भर्खर उठेको अहिले कति बजे 8 बज्न थाल्छ होला 8 बज्न लागिसक्यो What a view guys समुद्र आज हामी यही गएर एकदम के हो बुढालाई खुश गर्ने के को हामी यो समुद्र एक्सप्लोर गर्ने छौ भाउजूहरु उता रुममा छ भाइ सबै मिलेर भाइलेसँग गएको छ हामी अब अलिकति तातो पानी खाँदैछौँ किनकि हामी जतिखेर पनि तातो पानी खाने बानी छ हाम्रो हैन Yes I don't like coffee and tea So guys यो चाहिँ नेक्स्ट रुम यहाँ दाइहरु सुत्नु भएको छैन दाइले दाइको भर्खर उठाइ हुँदैछ दाइको अब कफी हुँदैछ यहाँनिर भाइ फेरि कफी मेकर चाहिँ भाइ है फेरि ल यहाँबाट पनि भ्यू चाहिँ त्यही हो आम्ने सामने छ हाम्रो रुमहरु चाहिँ ल ओके गाइस अब हामी अब त्यहाँ यतापट्टि गएर अब हामी दिउँसो दिनभरि मोज हान्नुपर्छ दिनभरि मोज हान्नुपर्छ यहाँ चाहिँ टिभी छ हैन टिभी छ यहाँ कफी कप छ यहाँ कफी बनाउँदैछ बेगम भाइले अनि हाम्रो अर्को विजय भाइ पनि छ भर्खर रेस्ट रुम गएर कति हगेर आयो हगेर आयो आफै खाएर आयो यो तल हुन्छ त्यो ब्रेकफास्ट ल अलि जाने के भन्नु छ मेरो ब्लगमा सब्स्क्राइब गर्नु होला अब के रे बेगम भाइ विजय भाइ अनि राज भाइ चाहिँ मेरो सब्स्क्राइबरमा पर्नु हुनेछ आजको ब्लग हेरेर हैन त के कसो हो राम्रो लाग्यो भने गरिनु राम्रो लागेन भने त अन्धाधुन्दा सब्स्क्राइब गर्ने नि पहिला त म कहाँ प्रोफेसनलहरु हावातालमा खिचिरहेको छु यसरी खिचिरहेको छु हावातालमा अहिले यसमै हो के गएर चढ्ने हामी अहिले यो टाइटानिक होइन यो यसमा गएर चढ्ने होइन हामी ल गाइज भ्यू चाहिँ एकदम राम्रो छ अहिले घाम पनि लागिसके ओहो यस्तो राम्रो छ ओके गाइज सी यु सुन गाइज सी यु सुन भन भाइ सी यु सुन भन छिटो ओके गाइज हामी स्विमिङ पुल हेर्न जाँदैछौँ सेकेन्ड फ्लोरमा छ भनेको थिएँ होइन भाइ स्विमिङ पुल चाहिँ 9 बजे ओपन हुन्छ अहिले भएन ल हामी फालौँ यो ढोकाइ खुल्दैन होला नि 9 बजीसम्म ल गाइस बन्द होला सायदै बन्द छ है गाइस अहिले चाहिँ भ्यू सन्डे नो ब्रेकफास्ट क्लोज यहाँ छ टाइटानिक भोगाल छ त भाइ यो त फिल्मतिर हुन्छ नि होइन र यो त फिल्मतिर हुन्छ ब्रेकफास्ट क्लोज है गाइस नो ब्रेकफास्ट अन सन्डे नो होइन अब कहाँ जाने हामी सिधै माथि जाउँ टप फ्लोर अब हामी टप फ्लोरमा जानेछ नो ब्रेकफास्ट फर सन्डे हामी चाहिँ भोकै अब बाहिर निस्किनु पर्ने छ अब के हो जनी दीपको फिल्ममा यस्तै देख्थेँ आज चाहिँ रियलमा देख्न पायो तर यो चाहिँ गाइस लुक एट द भ्यू यहीको भ्यू यही भ्यू हामी हेर्न आएको होइन भाइ टाइटानिक गाइस टाइटानिक तर कति सानो देखेँ भिडियोमा त्यो त ऊ होला कार्गो होला भाइ होइन कन्टेनरहरू बोक्ने होला यस्तो छ यस्तो छ दामी छ त्यो उता पो छ त यार ठाउँ त्यहाँ के हो न्युयोर्क जस्तो देखिन्छ त यो बोट पनि रेन्टमा पाउँछ होला नि सायद ल ब्रेकफास्ट त यहाँ पो रहेछ त भाइ नि जाने हो सो गाइज हाम्रो ब्रेकफास्ट यो के हो यो ब्रेड भाइले सुरु गरिसक्यो नमस्ते गर्नु पर्दैन लासो गर पहिला हो यो छ
ल ए है हाम्रो ब्रेकफास्ट आजको खान त मन लाग्यो नि तर खानु पर्यो खानै पर्यो ल हाम्रो यहाँ भाउजू र बुढीको चाहिँ यहाँ फेरि ब्रेकफास्ट रहेछ यो चाहिँ मेरो यो चाहिँ सेकेन्ड राउन्ड हो है फर्स्ट खानु पर्थ्यो थाहा थिएन यहाँ पनि अब नथप्नु है तपाईँले धेरै थप्नु त्यस्तो नभन्नु नि भर्खर आएको छ थपेर यहाँ यतापट्टि कोहीको फुटबल म्याच चलिरहेको छ यहाँनिर रियल मड्रिडको हामी चाहिँ अब चेकआउट हुनु लाग्यो अब हामी समुद्रतिर जान्छौँ कहिलेकाहीँ होइन खै दामी देखाएको छ Okay guys, see you on the beach. See you on the beach. ल गाइज हामी चाहिँ निस्केको अब बाई हामी निस्केको अलि तल गर्नु न यहाँबाट ए हामी निस्केको गाइज हामी यस्तो धनी हो हामी यस्तो धनी हो ओके गाइज हामी निस्केको ल गाइजहरु आइरहेछ आज राम्रो 360 views ल फेरि भन्नु यहाँ छ प्रोफेसनल ब्लगर 1 2 3 फोन उडाइदिनु अड्नु पनि एउटा कला हो यत्रो मान्छे यो त देखाउनु क्या मलाई दामी म त वक लाग्छ कि लिफ्टमा वक लाग्यो माथि जान्छ त यो त यार एकदम मेरो नि एउटा रियलको प्योर फ्यान चाहिँ यहाँ गेम हेर्दैछ एम्बापेले रेड कार्ड खाएको भाइ अब रुन थालिरहेछ र गाइज हामी निस्केको थ्याङ्क यू फर द होटेल मोटेल अवस्था अब हामी बिचमा जान्छौँ होइन गाडी कहाँ छ गाडी किधर है कुन कन्ट्रीमा हो तपाईँ कुन कन्ट्रीमा जाँदै हो क्यारिबियन हो र अनि भाइ के एलबीको ब्याग बोकेर कता खाडी डरो लाग्यो म देखाएको छ भाइ हेर त भाइ हाम्रो यो मर्सिडिज जिएलएस 600 त्यो छ क्या भाउजू त्यसको पेज ल गाइज हामी हिँडेको अब गाडीमा बसेको होइन ल साउथ पात्रे ल गाइज हामी आइपुग्यौँ ल गाइज यहाँ आइसक्यो तर हावा चलिरहेको छ समुद्र फर्स्ट टाइम समुद्र देखियो बुढी चाहिँ यता छ गाइज हामी चाहिँ यहाँ ब्युटिफुल प्लेस देखेर यहाँ बाटोमै रुकेको छौँ अझै पनि हामी चाहिँ हाम्रो गन्तव्यमा अझै पुगेको छैन यता बाहिरबाट रहेछ त भाउजू यताबाट यहाँ के ढोका ए यहाँ पनि छ रहेछ ल गाइज आउँदैछ यहाँ Wow, look at here. Wow, look at here. What a view. Station चल्दैछ यहाँ ल फोटो ब्युटिफुल भ्यूलाई पनि हामीले अब छोडेर हामी झन् योभन्दा राम्रो ठाउँमा जाँदैछौँ है गाइजहरू
आइपुगे हामी अलमोस्ट आइपुगे हामी चाहिँ यहाँ आइसकेका छौँ अब हामी आइपुगेको छौँ अनि त्यसपछि अब हामी देखिँदैन अब कस्तो फोर्दै यो त राम अमै कस्तो त डेन्जर छ है ओहो Where to go? अब यतै पार्किङ Where should we go? जे पनि त नमान्नु फाइनली गाइस हामी बीचमा आइपुगिसके वाइ वाइ नेपालीपन म देखिरहेछ ए वेलकम टु बीच वेलकम टु बीच वेलकम टु बीच फर द फर्स्ट टाइम मेरो लाइफमा भर्खर मैले समुद्र देखेँ होइन 24 वर्षको उमेरमा मैले भर्खर समुद्र देखेँ फाइनल्ली हामी बीचमा आइपुग्यौँ गाइस तर छाल धेरै नजाऊ है उता उता नजाऊ है बुढे ल गाइस हामीले चाहिँ पुरै इन्जोय गरेर हामी थाकिसक्यौँ समुद्रमा पौडी खेलेर पनि थाकिसक्यो अब चाहिँ हामी जानुपर्ने हुन्छ पेट पनि देख्यो खेल्दा खेल्दा ल गाइस यस्तो राम्रो भ्यू छ कि अगाडि वा ल गाइस हामी चाहिँ फर्किसकेका छौँ अब रमाइलो गरेर समुद्रको छालमा पौडी खेलेर चाहिँ हामी फर्किसकेका छौँ हामी चाहिँ भोक लागेर खाजा खान रोकेको भाउजू सकिन्छ भाउजू यत्रो आँट नि ल गाइस हाम्रो 2 दिनको ट्रिप चाहिँ आज यहीँ कोल्याप्स हुन लागेछ कोल्याप्स चाहिँ के भन्नु हामी घर जाँदैछौँ घर जानलाई लगभग 5 घन्टा 7 मिनेट अब 5 आवर लाग्छ हामी अब थाकेछौँ सी यू अन द नेक्स्ट भ्लग अब चाहिँ 1 विकको होलिडेमा जाँदाखेरि भेटौँ कस्तो लाग्यो त्यो ट्रिप हामीसँग हिँडेको तिमीलाई ल गाइजहरूलाई सफर कस्तो लाग्यो घुमाइ कस्तो लाग्यो चिसो खाइदिउँ न त घुमाइ कस्तो लाग्यो गाइजहरूलाई ल भनिदिनु अब मेरो भ्लग इन गर्नु पर्यो यहीँ रमाइलो भयो पैसा वसुल भयो सबैको वाट पैसै तिरेन कि तर हामीले चाहिँ त्यसको फ्रीमा ट्रिप भइदिएर हाम्रो त्यहाँ सेट राजदै हुन्जेलसम्म फ्रीमा तिम्रो मोज गर साथीहरु ओके गाइस सी यु अन द नेक्स्ट भ्लग सब्स्क्राइब गरिदिनु होला सबैजनाले कमेन्ट सब्स्क्राइब गरिदिनु होला एउटा जुन भयो नि गर्नु त सब्स्क्राइब गर्छ सब्स्क्राइब कुन चाहिँ ट्राई गर्ने यो गर्ने के वाह